अनि म त्यसै रेलीमा लागेर मन भयो नोकरी अनि यति पनि बढाउन थालेँ 11 लाग्छ सबले तपाईँ राजीनामा दिनु भन्नु दिँदैन नि चाहन्थे हैन त्यसले चाहिँ तपाईँले चाहिँ मलाई चाहिँ जानु लाग्छ वो कलाई भन्नु काम आयो अब फ्रिक्वेन्टली बढाउँदाखेरि नि कसै पनि धेरै मान्छेहरू भन्छ मलाई लाग्छ एक त्यसैपछि सहमतिको चरणमा पुगिसक्यो नि त सहमतिको नजिक नजिक पुग्यो जस्तै दाइको पक्षमा अब दाइले दिने त्यसमा भयो त कि अब निरञ्जन के अरे रञ्जन राणाबाट जानेमा विवाद छ अनि महिलाबाट पनि लगभग हामीले के भनिरहेको छ आज वडा अध्यक्षले यसरी पनि कुरा गर्नु गर्न थाल्नुभएको हाम्रो भिडियो देखिसकेको काम गर्दैछ के कुरा भयो भन्ने कुरा हामीलाई थाहा भएन हामीले त्यस्तो नै बसिरहेको बेलामा दिने दुईतिर भेटौँ भएदेखि अनि प्रणाली आफैले काम गर्नु नहीं आना मलाई के खानु छ किन चाहियो मलाई त्यो कसले भक्तागरले चाहिँ फोन गरेर भनिदिएको छ खुब रिसाइरहनु भएको थियो उहाँ है मलाई सुन्नु न भक्तागरले जुन दाइलाई भनेको छ नि त्यो कुरा पनि मलाई थाहा भइसक्यो त के अरे विष्णु दाइलाई अनि विष्णु दाइलाई खुब चाहिँ रिसाइरहनु भएको छ खुब रिस मुडमा आउनु उहाँको रिस जुन चाहिँ नि मुखमा थिए भक्तागर चाहिँ त्यस्तो किन छ त्यस्तो मलाई बनेर गर्नु सबैले चाहिँ गरिहाल्छ नि मेरो एउटै कुरा के छ भने अब निरञ्जनले काठमाडौँतिर छ वो आएर एक कम्प्लिट गरेर दिन्छु होइन तिमी समितिमा आएर कसैलाई मन पर्छ मैले कहाँ सिधै स्ट्रेट लाइनमा भनेको सुन्दैलाई तपाईँले निरञ्जन बिसलाई नछोड्ने सिधै मतलब यो यताउति गर्ने हुँदैन तपाईँले नछोड्ने अनि उनीहरूले कसैले निरञ्जन बिसलाई मन पराउँदैन कसैले मन पराउँदैन त्यसमा
आज जुन चाहिँ फुकाउने गर्नुपर्छ दाइ होइन अनि एक कुरा भयो भने ठिक छ निरञ्जनलाई आउने पुलिसले थप गर्छ तर निरञ्जन चाहिँ काठमाडौँमा छ आफ्नो विशेषको छ त्यसकारण ल्याइदिने अनि उसको अर्को के अरे एउटा दाइको चाहिँ भेट्न गएको थियो अरे निरञ्जनको मिसेसको टेन्सनमा अनि ऊ जाँदा जाँदै उसलाई पनि गाडीले यस्तो हान्दियो यस्तो घाइते बनाइदियो कि उसको उसलाई अपरेसन गरेर अहिले उसैलाई हेरेर बसिरहेको त्यस्तो छ अरे होइन अनि भोलि चाहिँ निरञ्जन आउँछ जसरी पनि आउनुपर्छ किनभने आमाहरू सबै चाहिँ भिडिरहेको छ आउनु पऱ्यो भनेर हाम्रो सामने नै विष्णुदायले कल गर्दा आएको थियो निरञ्जन अब निरञ्जन आएपछि उसँग पनि बसेर अनि उसलाई बरु कुनै त्यस्तै भनौँ पिटिएतिर वा होइन अन्य मान्छेतिर राख्ने एउटा गर्नुपर्छ उसलाई कन्भिन्स गर्नुपर्छ जानुपर्छ होइन र यतातिर चुनावै भयो भने निर्वाचनै यदि गर्नु सुरु गर्यो भने बरामलाई र अशोकपट्टि दुईजना चुनाव गर्छ अनि यतातिर लेडिजमा जुन चाहिँ त्यो आउँछ अर्को चाहिँ गर्छ त्यस्तो गरेर अनि नजिकको कुनै सम्भव नै देख्दैन भनेर गणेश र पुरा चाहिँ कुराकानी एकैको बाजा जस्तै गणेश सरले के भन्नु पर्नुहुन्छ भने काङ्ग्रेसैले भोट दिँदैन भन्नु पर्न उहाँले यस्तो भयो उतातिर चाहिँ किन दिँदैन भन्नु तपाईँ के चाहिँ बोल्नुहुन्छ उहाँले पनि भनिरहेको किन दिँदैन गरिपालिकाकै विद्यार्थीहरू होइन उतातिर सामेततिरकै विद्यार्थीहरू यहाँ दिएको भइरहेको यहीँनिर के राम्रो कथा हुँदैछ बुझिसक्नु भएको छैन उहाँले मुद्दा के छ उहाँले के बिगार्नु भएको थियो भन्दाखेरि किनभने परिस्थिति चुनावै गर्ने खालको दाइले आजको विषय डेटसम्म दाइसँग के छ भने गर्नु छैन तर मैले आज सूचना आएको छु व्हाट्सएप ग्रुपमा पर्सि 2 बजे होइन अधिकतम सहमति गरेर सर्वसहमतिमा 4 जनाको नाम सिफारिस गर्न 2 जना पुरुष र 2 जना महिलाको नाम सिफारिस गर्नको लागि होइन त्यो पर्सिको बैठकमा जुन चाहिँ उपस्थित हुन अनुरोध छ र त्यो बैठकमा उपस्थित नहुने उम्मेदवारहरूको लागि स्वतः रद्द हुने पनि गरेर जानकारी गरे भनेर मलाई कडा नोटिसहरू है अनि पर्सि चाहिँ कुनै पक्षमा आउने र यदि सबैजनाको सहमतिमा भयो भने भयो नत्र आजको मात्र यो उसँग मेरो आज कुरा हुँदैछ कि भोलि पाएको उसँग यो नवीन सिंहदेवले अहिले नेमाले पुरै नवीन सिंहदेवलाई विद्यालय व्यवस्थापन गठनमा सहजीकरण गर्ने हिमालयको तर्फबाट सहजीकरण गर्ने नवीन सिंहदेवले नवीन सिंहदेवले मलाई के भनिरहेको थियो तपाईँ भनेको प्रमुख हो होइन शासनिक प्रमुख हो सहमति नै गरेर हामीलाई चाहिँ सकेसम्म सहमतिमा पुग्नु पर्ने चाहना मेरो पनि छ हाम्रो बलरामलाई दुश्मनसँग बलरामलाई तर बलरामलाई हुँदाहुँदै पनि समितिको एउटा प्याकेज त गर्नु पऱ्यो नि 9 सदस्यको सहमति हुन्छ बलरामलाई नेतृत्व गर्न दिने तर अरू को जाने नभएर एउटा त 2082 सालमा भर्ना भएका अभिभावकहरू उम्मेदवार दिने राइट्स हुन्छ भोटिङ राइट्स हुन्छ उनीहरूसँग होइन त्यसकारण अभिभावक बेला गर्नुपर्छ र नयाँ अभिभावक बन्नु आउनुभएको चाहिँ उहाँले पनि उम्मेदवारी दिने बाटो खुलाउनुपर्छ यसको विश्लेषण हामीले कसरी गर्यो भने यिनीहरूको जुन उम्मेदवार थियो सिकेबी 2016 मा अब अर्को कुनै उम्मेदवार गर्ने
यिनीहरूको रणनीतिबाट दाइ त्यसरी कुरा गरिरहेको छ अब त्यस्तो गर्ने त अब हुँदैन आज विकसित घटनाक्रम के देखाउँछ भने विष्णु दाइ र सरकार जुनकै कुरा थाहा होला उनीहरूले के सहमति गरे के कुरा गरे भन्ने थाहा छैन अब एउटा अप्ठ्यारो भएको छ दाइ हाम्रो एउटा लक्ष्मी श्रेष्ठीको कसको चाहिँ को आफन्त मरेको छ आज आज बिहान भोलि त्यसको दाह संस्कार हुन्छ 7 साढे 7 बजे अब हजुरसँग विष्णुको कुरा त फिक्स भइसकेको थियो नि बिहान 8 बजे विष्णु दाइकै घरमा होइन तर अब उता नरामी जानु पर्यो भने तातो तातो नहुनु पनि सक्छ है लक्ष्मी श्रेष्ठी के नाम रहेछ अरे उहाँको को आफन्त मरेपछि त्यहाँ चाहिँ जानुपर्छ अरे भन्ने सुनाइरहेको त्यो विष्णु दाइलाई थाहा छ अब मर्निङ वाकमा अब उहाँको एउटा के हो भने उहाँ सधैँ मर्निङ वाकमा निस्किनुहुन्छ 7:30 पौने 8 बजीसम्म नुहाइ गएर निस्किनुहुन्छ उहाँ फ्रेस हुन्छ अरे 8 बजी अनि पब्लिक मिटिङ वा प्रशिक्षण गर्नुपर्ने वा उहाँले जहिले पनि मलाई भन्नुहुन्छ 8 बजीदेखि त्यसैले हजुरसँगको पनि मिटिङ 8 बजी राख्नु तर एउटा त्यो नराम्रो जानुपर्ने हो कि हुन्छ परीक्षा गर्दैछन् के कुरा भयो अनि अहिले सुनेको छु त्योबाट अरूलाई पर्खेर छैन ग्रुपमा त सूचना आइसके अब उनीहरूलाई चाहिँ भोलि जाउँ आजलाई लास्ट बताइए एयर होस्टेस को हिंदी में क्या बोलते हैं? हवाई कन्या। नर्स को दवाई कन्या। टीचर को पढ़ाई कन्या। हवाई को क्या कहते हैं? लड़ाई कन्या। बताइए एयर होस्टेस को हिंदी में क्या बोलते हैं? हवाई कन्या। नर्स को दवाई कन्या। टीचर को पढ़ाई
हाँ
है।